Hello guys, good morning everyone. के छ सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ म चाहिँ उत्तुपारी जान लाग्यो, किनभने आज थोरै भाइहरूसँग हल्का रिल्स बनाऊँ भनेको। आज चाहिँ अरू त त्यस्तै हो, तर आजभोलि यहाँनिर नि पानी पर्न लाग्यो कि यहाँ के त भगवान पानी पर्न लाग्यो होइन। त्यही नै त हो, अरू त के भन्नु छ र। यस्तो छ आज यता मौसम। म चाहिँ जहिले यतितिर आउँछु कि उस भिडियो सिडियो बनाउनु पर्यो भने, तर चिकन मान्छेहरूको छेउमा बसेर भिडियो बनाउन कि लाज लाग्छ। हल्का भए पो यस्तो छ भनेर बनाउने लामो केही छैन। त्यही नि त बल्ल बल्ल खोला बारी आइसक्यो। खोला बारी यस्तो छ कि हाम्रो आजको सुटिङ जस्तै भनौँ, उतु हो त्यहाँ हुनेवाला छ। अनि घर अगाडि बनाउनु हुन्थ्यो, लाज लाग्छ कि त्यही भएर नि हल्का यसो खोलाबारीतिर आएर बनाइदिन्छु होइन। एकदम लास्टै जङ्गल छ यतातिर नि, भवाल छ नि तर उस चाहिँ यस्तो छ कि अपी डेन्जर जङ्गल छ कि माथिनिर। म चाहिँ ठ्याक्कै घर चाहिँ उत्तुपारी पर्छ त्यहाँ छ, अनि ठ्याक्कै घरदेखि थोरै 5-6 मिनट लाग्छ यहाँ आउनु। अनि आज भाइहरूलाई भनेको के अरे हल्का भिडियो बनाऊँला है त भाइ भनेको। भाइहरूले ल दाइ भनेछन् भन्न त अब के गर्छन्, आउँछन् कि नै थाहै छैन। लेट्स सी आज चाहिँ हेरौँ। यस्तो रहेछ यार यता त यार, तर हुन्छ होला केही बवाल छ के अरे। हाम्रो लागि ठिकै छ, पर्फेक्ट भनौँ न। ठिक छ, यदि भएछ भने हाल्छु नि त म। अब के हुन्छ अहिले, अब भाइहरूले के भन्छन् यार। हिजो त ल भन्यो भने के अरे के हुन्छ आज। लेट्स सी ग्यास। यस्तो छ कि जङ्गल हेर न, जङ्गल हेर न, जङ्गल यस्तो भवाल छ नि जङ्गल त यस्तो छ कि जङ्गल त, तर त्यही नि उस गर्नुपर्छ। उसलाई भनेको के अरे भन्नु त केटाहरू के गर्छन् भन्ने कुरा हो। त्यही हो, उठ्ने बित्तिकै यतैतिर आइदिएको। अहिले चाहिँ बिहानको लगभग 6 बज्यो होला। घाम लागेछ हेर, यस्तो भयो बे हो त। यस्तो छ कि फेरि
पहिलेको त्यो सानो थियो नै यो खोला पानी आए यति ठुलो भएको के के अरे यति ठुलो भयो कि खोला नि फेरिमा बस्छ गहिरो त छैन ए रहन चिप्लो छ के धेरै म्याम बोले धेरै चिप्लो छ कि त मलाई गाइस ठिक छ केही छैन नो प्रब्लम यस्तो न फेरि दादा फेरि हिँड्ने नि पर्फेक्ट भएको हो कि यस्तो छ के पुरैमा चिप्लो छ कि फेरि यो यस्तो चिप्लो हुन्छ नि के छ र न के छ बल अब हेरौँ भोलितिर बनाउँछु होला फेरि